बालन सरकार हाम्रो शासक भतुवा गाजा खाने गजडी जाँडै जाँडुवा गाजा खाने गजडी जाँडै जाँडुवा ओली देउबा ठिकै हुन् ट्यापे भणुवा फलफुल किन्न जाने एउटा ट्याबे के भन्छ म त बालनको साथी भन्छु एउटा सब्जी मन्डीमा जाने एउटा ट्याबे के भन्छ म त सुदनको साथी भन्छ ट्याबे र घोजडी टोली जति बालन र सुदनको साथी भए पछाडि यो देशमा शान्ति सुरक्षा हुन्छ पिसाब फेर्न जाँदा 4 जना गुण्डा बोकेर हिँड्नेले अनि त्यहाँ ठुला कुरा गरेर हुन्छ अपमान भयो बोल्ने कि नबोल्ने यसो टिकटक हेऱ्यो भने केही देशमा तपाईँको चाहिने जरिमाना हर्जना चाहिने मिटर ब्याज ल्याएर हुन्छ भने के यसरी चलाउने भने त हिजोकै सरकार ठिक थियो अलिकति भए पनि जनतालाई साहस फेर्न दिएको थियो जे खालको नौटङ्की बालन सरकारले गरेको छ अब यसको यो अधिनायकवादको सिमाना आएको छ यसको प्रतिशोधको सिमाना आएको छ यसले गरिबहरूमाथि आक्रमण गरेको छ यसले युवाहरूमाथि आक्रमण गरेको छ र यो चाहिँ अब नेपाली जनताको लागि घाँडो साबित भएको छ अब जताततैबाट सडक गलेको बालन सरकारलाई एक धक्का अर्को दिए भन्ने अभियान जताततैबाट चलेको छ ओली आऊ दृष्टिबिन बचाऊ। नमस्कार म बालन शाह हजुरले पनि नमस्कार बाले साहुजी बालन शाहजी नमस्ते नमस्ते आज हामी घोषणा गरेर जाँदैछौँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ त्यो रिसाउनु हुँदैन जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ बिल्कुल प्रधानमन्त्रीजीलाई चेतावनी दिन चाहन्छु सरकार छोड्ने मानसिकता बनाउनुहोस् सरकारबाट हट्नुपर्छ तपाईँहरू जनताले छानेको होइन तपाईँहरूलाई सरकार त्यसले मात्रै चलाउन पाउँछ जो नेपाली जनताले छानेको छ नेपाली जनताको जो प्रतिनिधि हो उसले सरकार चलाउने हो आगो लगाएर घर जलाएर पिस जलाएर लुटपाट गरेर तोडफोड गरेर आतंक फिजाएर सत्ता कब्जा गरेर हामीले त बलियो किलो गाड्यौँ सत्तामा भन्ने ठान्नु भएको छ भने त्यो होइन तपाईँहरूले छोड्नुपर्छ तपाईँहरूसँग शासक हुने हक छैन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बालेन अहिलेसम्म आएको थियो देश जोगाउनु पर्यो कि परेन देशको विकास गर्नु पर्यो कि परेन विकासको लागि भिजन ल्याउनु पर्यो कि परेन देशमा शान्ति सुव्यवस्था कायम गर्नु पर्यो कि परेन देशमा भिजनरी ढङ्गले प्लानिङ गर्नु पर्यो कि परेन विकास घर भत्काएर मात्रै हुन्छ गाँजा रोपेर छेउ पाइन्छ गाँजै फल्छ नि फल्छै फल्दैन भाइ जे रोप्यो त्यही फल्ने हो नि त अनि तपाईँहरूले अहिले नगर भन्छु बालिन भनेका छन् घन्टी भनेका छन् हेर्नुहोस् त अब अहिले देखाउने खसी खुवाउने फर्सी त्यही पनि पर्सी भने जस्तो अहिले पनि त भइरहेको छ जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो उसैले सिंहदरबार जलायो सभामुख महोदय दुनियाँमा यस्तो नेता देखेको छैन अहिलेसम्म मान्य सदस्यहरू अब म प्रतिनिधि सभा नियमावली 2079 को भाइ यहाँ पे क्या हो रहा भाइ के साह्रो रिस गरेको पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलिक दिमागले भेटेन होला गरेन अहिलेकोले त भेट्नु पर्ने हो नि अहिले रिस उठेर मैले हिजो बेलुका चाहिँ नेताहरूलाई श्राप दिएको थिएँ सडक गलेको बालन सरकारलाई एक धक्का अर्को दिए भन्ने अभियान जताततैबाट चलेको छ जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्णतः असफल भएको देख्छु म चाहिँ